माया सिभिलाइजेसन इतिहासको पानामा दबाएर रहेको एउटा सभ्यता थियो। पृथ्वीको पहिलो सभ्यताका रूपमा माया सभ्यतालाई चिनिन्छ। यसको विकास अथवा उत्पत्ति ईसापूर्व 2000 BCE 2000बाट सुरु भएको थियो। यो मध्य अमेरिकाको घना जङ्गलमा यसको विकास भएको मानिन्छ। यो यस्तो सभ्यता थियो जसले बिना कुनै आधुनिक ज्ञान, एस्ट्रोलोजीका कुराहरू, एस्ट्रोनोमीका कुराहरू, ठुला भव्य पिरामिडहरू साथै डेट र क्यालेन्डर सम्बन्धी अनि ग्रहण सम्बन्धी पनि अध्ययन गरेका थिए। त्यस बेलामा शून्यको प्रतिपादकहरूमा पनि यस सिभिलाइजेसनलाई चिनिन्छ। अब यो सिभिलाइजेसन 250 AD देखि 900 AD सम्म विकासको चरममा थियो। त्यस बेला सहरहरू घना, बस्तीहरू घना थियो। यो साम्राज्य होइन, सहरहरूको एउटा सम्मिश्रण थियो भन्न सकिन्छ यसलाई। र बिस्तारै सुक्खा मौसमका कारण, खानाको अभाव र त्यसपछि युरोपियनहरूको इन्भेन्सनका कारण यो सभ्यता बिस्तारै इतिहासका पानामा इतिहास मात्रै बनेर सीमित हुन गयो।